हेलो गाइज, गुड आफ्टरनुन। म चाहिँ आज मेरो घर आएको छु। सारा बहिनीहरू हेर्दैछन् यताबाट। यस्तो छ भ्युज, खतरा छ हाम्रो। म चाहिँ आज जङ्गल जाँदैछु। जङ्गल गएर ट्याक्क मेरो आफ्नो म फोटो देखाउँछु, भिडियो देखाउँछु तपाईँहरूलाई, हेर्दै गर्नु होला है। अहिले अब एकछिनमा निस्किन्छु म। मेरो जेठुमा त्यहाँबाट घाँस ल्याएर आउँदै उसिन्छ। हामीले रेडी गरिसकेको छौँ, लुगा सबै हातमै हो, हामी त बोकेर जाने। हाम्रो लुगा चाहिँ रेडी भइसकेको छ, त्यो अब म तपाईँहरूलाई देखाउँदैछु कस्तो अवस्थामा छ। हाई गाइज, मेरो नाम गीता साउथ। हाई गाइज, मेरो नाम पद्मा साउथ। यिनीहरूसँग चाहिँ यस्तो लुगा बोकेर हामी त जाने। जेठुमाले घाँसको भारी ल्याएर आउँदै उसिन्छ। अनि त्यसपछि ठुलबुवाहरू मेरो जिजुमा यहाँ बसिरहेको उसिन्छ। हाम्रो गाउँको वातावरण चाहिँ यस्तो छ, यस्तो हरियाली यति राम्रो। यो हेरेरै म त कति खुसी छु, कति खुसी छु। हामी चाहिँ त्यहाँ जाने हो। त्यहाँ सधैँ हिउँ परिरहेको छ प्रायः जस्तो माथि। हाम्रो सन्चै त्यहाँ हो, त्यहाँ हामी घुम्न जाने हो। हामी पहिले यसै गरी गाउँभित्र यस्तै गरी घाँस काट्थ्यौँ, कति रमाइलो हुन्थ्यो। यसै गरी हेर्नुहोस् गाई मेरो घाँस। हामी चाहिँ गाउँ सकेर अलिकति टाढा आएको छौँ, यता जङ्गलतिर। यहाँ गोरु हेर्ने मान्छे, गोरु बाख्रा हेर्ने मान्छे भेटिन्छन् अलिअलि यतातिर। अनि त्यहाँ माथितिर लाली गुराँस फुल्छन्। यो जङ्गलतिर चाहिँ लाली गुराँस भेटिन्छन्, गुराउँसी फुल। यहाँ छ गुराउँसी फुल। यतातिर धेरै छन् अलिअलि ठाउँमा, तर सबैले टिपिसके भएर देखिँदैनन्। हामीले लुगा चाहिँ यसमा राखेको थियौँ सुरुमा। त्यहाँ बहिनीले यस्तरी समातिसके। हामीलाई पुरा खिच्न जान्छन् भनेपछि त्यहाँ सानो भाइहरू बहिनीहरू पनि आइसके यहाँ जङ्गलतिर, यो खोलातिर। अनि त्यो खोलातिर पहिला हामी निउरो त्यो तरकारी बनाउनलाई खोज्न आउँथ्यौँ। त्यहाँ यो उत्तिसको रुखहरू हो। यहाँतिर चाहिँ हामी दाउरा लिन आउँथ्यौँ, अलिअलि सानो भए पनि। तर नजिकै हो हाम्रो गाउँबाट। यहाँ टोलीहरू हिँड्दैछ, त्यसले मान्छे हेर्दैछन्, राम हेर्ने मान्छे। हामी चाहिँ लुगा चेन्ज गर्दैछौँ अब एकछिनमा। म पनि रेडी भइसकेकी छु, यो बहिनी पनि रेडी भइसकेकी छे। अब चाहिँ हामी एकछिनमा टिकटक बनाउँछौँ, भिडियो बनाउँछौँ। हामी चाहिँ अहिले भिडियो बनाउँदैछौँ, फोटो पनि खिच्दैछौँ। पछाडि देखिरहेको हाम्रो गाउँ हो। यो चाहिँ जङ्गल हो, अलिकति टाढा आएको छौँ, धेरै पनि होइन। यहाँ भाइ बहिनी देखिरहेछन्। यो सानो बहिनीले डोकी बोकी। यो देखिरहेको चाहिँ हाम्रो गाउँको घट्ट हो यो चाहिँ। तर अहिले चाहिँ पानी सुकिरहेको छ, बर्खातिर चल्छ। अहिले चाहिँ पानी सुकिरहेको छ, त्यही भएर बन्द भएको छ। म चाहिँ यो हेर्छु भनेर आएको, त सुकिरहेको रहेछ पानी चाहिँ। यतापट्टि जङ्गल छ। यो चाहिँ घट्ट, यसबाट पारी देखिने। त्यहाँ हामी चच्चु हाल्थ्यौँ। चच्चु भनेको तपाईँहरूले बुझ्नुहुन्छ छैन, हाम्रो घरतिर त बुझ्छन्। त्यो गडामा खेल्थ्यौँ। म चाहिँ यिनीहरूको फोटो खिचिरहेको छु। उनीहरूले चाहिँ मजाले आफ्नो पोज दिइरहेछन्। आफ्नो पोज गरिरहन्। खतरा। यिनीहरू चाहिँ मेरो भाइ बहिनी हुन्, मेरो गाउँको। यो चाहिँ मैले बनाएको दुनु हो। यसमा चाहिँ चामल ल्याएको छौँ हामीले खानलाई, यसमा राख्नलाई बनाएको हो। यहाँ बहिनी चाहिँ यो डोको ल्याएर आछे। यसमा के लाग्छ बहिनी त? दौरा लिन्छु, खेल लाग्नुपर्छ है दिजु नाप्न। अब ल पछि खेल्नु जानु अझ। ल सँगै जाउँ है। ल यी चाहिँ हाम्रो गाउँका आबा हो नि, के हेर्न आएका हुन्न बन। के हेर्न आएका आबा? ए कति ल्याएका छौ? 3 छन्। ए लौ त हेरिकन आयो, हामी त बाइज त। ल पर न फोटा भिडियो खिच्न आएको भाउजू। धोती सोती यस्तो राम्रो जमेछ के जम्ने चाहिँ कैता जाइसिन या त मैया पछि जाने हो। अहिले एकछिन पछि हस्यो त भाइ जाउँ। अब अहिले एकछिनमा जाने हो। तमी कहाँ जाने हो? हामी दौरा जान्यौँ। ए दौरा घाँस काट्न ल्याउँदा मैया यो दानु खाइसक्यो पनि लैछ। आफ्नो गाउँको कस्तो राम्रो दानु छ, हेर्छु न। यो क्या हो यो चुक? चुक हो। ल बख त अहिले खाउँला। यहाँ मेरो बहिनीले चाहिँ चामल ल्याएको थिए खानालाई जङ्गलमा, दुनोमा राख्दै छे। सबै राख्ने त्यहाँ अटाउँछ नि सबै? अटाउन्न के नाप राख। ट्याक्क हामी त्यसबाट खान्छौँ अहिले। जान्दी खेल्न दियो।
यो भाइले चाहिँ आराम पातो खेलिरहेको छ। हामी पनि पहिला यसै गरी खेल्थ्यौँ, वन जङ्गल जहाँ गए पनि यो खेलिहाल्थ्यौँ बाटोमा भारी बिसाएर। यो कुही गयो त। आज चाहिँ हामीले धेरै नै भिडियो फोटो बनाइसक्यौँ, जङ्गल आएर धेरै काम पनि गरिसक्यौँ अलिअलि। अनि त्यसपछि अब आजको भ्लग यति नै हो। हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई बाई।